विश्वास गर्नुस्, यो देशमा मैले जति मान्छे रोएको कसैले पनि देखेको छैन। प्रत्येक दिन मेरो कार्यालय रहेको ठाउँमा प्रत्येक दिन दर्जनौं मान्छेहरू आउनुहुन्थ्यो र आएको 2 मिनेट पहिला उहाँहरू रुनुहुन्थ्यो। तपाईहरुलाई आश्चर्य लाग्छ होला, जहाँ मैले आफ्नो कार्यालय राखेको थिएँ त्यसको वरपर हिँड्ने दूरीमा, वक इन डिस्टेन्समा यो देशको न्यायालयको प्रमुखको निवास छ, बाटो पारी उहाँको निवास छ, अलिकति पर प्रधानमन्त्रीको निवास छ, अलिकति तल गए राष्ट्रपतिज्यूको निवास छ। तर आम जनताको भिड कहिल्यै पनि त्यहाँ लागेन, किनकि आम जनतालाई थाहा छ अब उहाँहरूबाट केही हुन्न। आज आम मान्छेका मुद्दाहरू एकातिर छन्, राजनीतिक दलको मुद्दा अर्कोतिर छ। आम मान्छेको पेट त खालीको खाली नै छ, तर आम मान्छेको भोट साथमा लिएर तिनको जीवन उकास्छु भन्नेहरूको जीवन यदि सम्पत्ति शुद्धिकरण जस्तो संस्था, अख्तियार जस्तो संस्था, सतर्कता जस्तो संस्था नसुतेर अलिकति उठेर धुलो लागेको फाइल टकटकाउने मात्र हो भने यो देशमा 100 वटा भन्दा बढी जेल बन्छन्। तर मलाई थाहा छ त्यो जागर कसैसँग छैन, किनकि त्यो जागर लाग्ला कि भनेर कोटाबाट न्यायालयसम्म आफ्ना मान्छेहरू पठाइएको छ। पक्कै थाहा छ कि सत्तामा पुगेर गडबड गर्नु नै छ। आफूलाई बचाउने मान्छेहरू पहिल्यै तैनात राखेर सत्ता आरोहण गर्ने मानिसहरूबाट वाक्क भएर म टेलिभिजनबाट राजनीतिको मैदानमा आएको छु। मलाई यहाँ कति हिलो छ, कति धुलो छ, कति मैलो छ मलाई थाहा छ, र राजनीतिको यो यात्रामा यो हिलो सफा गर्नको निमित्त मैले त्यहाँ डुबुल्की मार्नु पर्ने छ र कुनै समय केही क्षणको लागि त्यो हिलो लागेको फोहोरी र म सफा गर्न गएको मान्छे उस्तै देखिन सक्छु। तर तपाईँ नझुकिनु होला, म सफा गर्न गएको कारणले लागेको हिलो र त्यो गनाएको हिलोलाई एउटै नदेख्नु होला। म केही समय तपाईहरुसँग माग्ने अनुमति चाहन्छु। दर्शक महानुभावहरू, नेपाली राजनीति